ल अस्ट्रिया हिमाल है साथी हो। यस्तो छ तलबाट आएको आज 2.5 घन्टा झन्डै 3 घन्टा हिँड्यो माथि मेरो काम गर्नेदेखि। यस्तो छ। अनि यहाँ अगाडि पनि एकजना नेपाली काम गर्छ रे। यो टाढा नेपाली काम गर्ने ठाउँमा हेर बिचरा नेपाली हामी दुखैले त होला नि यस्तो ठाउँमा आउनु परेको। ल है साथी हो, अस्ट्रिया आएर काम गर्न चाहनेहरूले यो मेरो आजको युट्युबको भिडियो हेरेर विचार गर्नुहोला कति दुःख छ र कति काम गर्नुपर्छ। 8 घन्टा दिनको हप्ताको 6 दिन नन स्टप काम गर्नुपर्छ। दौडेकै काम गर्नुपर्छ। त्यसैले हामी नेपालीहरू एकदम सजिलो तरिकाले नेपालमा पैसा कमाएर बसेको मान्छे र पैसा नभए पनि खाएर बसेको मान्छे एकदम गाह्रो छ। हेलो सावस। अनि यस्तो छ बिचरा यहाँ हिमाल यो बहुत ज्यादा भन्दा ज्यादा दुःख भएर यो नेपालीहरूले रगत र पसिना। कारण त के छ भने पुरानो गैबार भए पनि नयाँ हाम्रो सरकार आए पनि विभिन्न कुराहरूमा ट्याक्स बढाउने, शिक्षामा ट्याक्स बढाउने, स्वास्थ्यमा ट्याक्स बढाउने, यसको कारणले गर्दाखेरि धेरै हामीलाई दुःख छ। शिक्षामा ट्याक्स बढाएको कारणले गर्दाखेरि अभिभावकले बच्चाहरू स्कुलमा सजिलै पठाउन सकिँदैन र भारमाथि भार, देशले ऋण नलिएर पनि देश चलाउन सकिन्छ भन्ने नेताहरूको चाल पनि बुझ्यो र अहिले आएर देशमा ऋण नलिई केही पनि चल्दैन भन्ने आभाष्य यो नयाँ सरकार जेनजी आन्दोलन पछाडिको सरकारले हामीलाई केही पनि राम्रो दिएन भन्ने कुराहरू छ। खालि पुरानोले विकासै गरेनन् भन्ने कुराहरू मात्रै उनीहरूले आभाष्य बनाएर अहिले सरकारमा छन्। सबै उनीहरूको हातमा छ तर केही पनि नेपाली जनताको लागि केही पनि गरेको आभास भएको छैन। त्यसैले आदरणीय नेपाली जनसमुदायहरू हामी यसै भिडियोलाई हेरेर हाम्रो दुःख कति छ, बच्चाहरूको अभिभार कति छ, बच्चाहरूको पढाउनलाई कति गाह्रो छ। नेपालमा खानै नपाएको त होइन तर पनि कुनै रोजगारको व्यवस्था नभएको कारणले गर्दाखेरि र कुनै भविष्यको कुनै सुनिश्चित नभएको कारण हामी यसरी दुःख गरिरहेछौँ। धन्यवाद। मेरो भिडियो हेरेर सबैले सेयर गरिदिनु होला। धन्यवाद।